साथीहरू यो चाहिँ राजधानीको नाम राजधानीको बनाउनु सकिन होइन हिउँदोमा त बनाउँदैन अब बर्खामा कहाँ सक्छ बनाउनु गइसक्यो बगिसक्यो झरिसक्यो अहिले कहिले बनिन्छ अब 1 वर्षमा पनि बनाउला जस्तो लाग्यो अहिले यहाँ तलनिर यसरी लाउँदैछ बगेर गइहाल्छ तलैबाट यस्तो गर्दा पनि नधान्ने भनेपछि के हो त बनाउनु त खोजेकै हो सालै पछि बनेर हुन्छ यस्तो त छ बाटो अनि के अस्ति कहिलेसम्म त गाडी कुदिरहेको थियो बन्द भएछ बिजोक अहिले त कहिले बनाउला र बाढी आइरहेछ पानी ठुलै परेको थियो क्या है बाढी त ठुलै आएर थियो अब यो असोजसम्म पनि बनिँदैन जस्तो लाग्यो मलाई बनिँदैन इलामको माइखोला छेउको राजगली पूर्व पश्चिम इलाम झापा जोड्ने बाटो चाहिँ सडकको अवस्था चाहिँ यस्तो साइज सके भयो लगभग 2 महिना हुन लाग्यो यो असोज कार्तिकसम्म पनि बाटो गाडी कुद्छ जस्तो लागेन मलाई वर्षी पनि यस्तो यसरी हिँड्नुपर्छ साथी मास्तिर सर्ने चौक जान्छ गाडी लिने अनि पारिपट्टिदेखि फेरि गाडी चढेर झापातिर जानुपर्ने कता उता यता कहाँदेखि पो घुमाएर लान्छ भन्दै थियो हिजो त होइन नामसालिङ कताबाट घुमाएर लान्छ भन्दै थियो बाटो यो त पोरै निकालेको होइन पोहोर त भन्दा नि यो त धेरै वर्ष भयो तर बाटो बिग्रिँदा यही बाटो हिँडिरहेको थियो पोहोर माथिसम्म यता यता कता जङ्गल हुन्थ्यो उनीहरूले निकाल्यो नि यो हो चिम्टे चिम्टे खोला ठुलै रहेछ जस पुल चाहिँ पक्कै ठाउँमै बनाएर छ पुल चाहिँ पक्कै ठाउँमै बनाएर छ बाढीले पनि अहिलेसम्म चाहिँ उडाएको छैन नत्र तलको नयाँ पुल त उहिले उडाएर अनि अहिले
बोरको बाढीले लगिदियो नि अहिले बनाउनु त बनाइसकल है ए अँ हो नि झ्याकहरू थन्को लाग्यो कामै छैन आइपुगेर रहेछ नि हो कि अँ बाइक चाहिँ कुद्दो रहेछ उतैपट्टि जाउँ कताबाट जाउँ पुलमा त यस्तो रहेछ नि पुलको हालत यस्तो छ राजधानीको फुल बाढी आइरहेको छ रात पानी परेछ ग्राममा ठुलो ठुलो ओ पर आउँदैछन् भनेपछि